नमस्कार मित्रहरू, तपाईहरू हेर्दै हुनुहुन्छ खबर बटुवा र आजको यस भिडियोमा मैले डिबी लटरी 2026 को नतिजाको बारेमा केही महत्त्वपूर्ण अपडेट लिएर आएको छु। सो भिडियोलाई अन्तसम्म हेर्नुहोला। डिबी लटरी 2026 को नतिजा नेपाली क्यालेन्डर अनुसार यही वैशाख महिनाको 20 गते हुन गइरहेको छ र यदि तपाईहरूले डिबी भर्नुभएको थियो र नतिजाको पर्खाइमा हुनुहुन्थ्यो भने अब प्रतीक्षाको घडी लगभग सकिएको छ। डिबीको नतिजा चेक गर्नको लागि एकदम सजिलो रहेको छ। त्यसको लागि तपाईले डिबी भर्दा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर साथै तपाईको जन्ममिति थाहा भए पुग्नेछ र अब तपाईले आफ्नो डिबी कसरी चेक गर्ने अनि चेक गर्दा पर्यो भने कस्तो मेसेज आउँदछ अथवा पेज शो हुन्छ र अनि परेन भने कस्तो मेसेज आउँदछ अथवा पेज शो हुन्छ त म तपाईलाई भिडियोमा देखाउन जाँदै छु। यदि तपाईले आफ्नो डिबी भर्दा प्राप्त गर्ने कन्फर्मेसन नम्बर हराउनु भयो अथवा थाहा छैन भने पनि पिर नगर्नु होला। मैले हराएको कन्फर्मेसन नम्बर कसरी रिकभर गर्ने भन्ने बारेमा अलरेडी भिडियो बनाइसकेको छु। हाम्रो च्यानल तपाईले भिजिट गरेर तपाईले भिडियो हेर्न सक्नुहुनेछ। अब चेक गर्नको लागि तपाईले कुनै पनि एक वेब ब्राउजर ओपन गर्नु होला अनि गुगलमा गएर तपाईले डिबी लटरी स्टाटस चेक भनेर तपाईले सर्च गर्नु होला अनि तपाईले लिंक प्राप्त गर्न सक्नुहुनेछ वा तपाई चाहिँ डाइरेक्ट यूएस डिपार्टको चाहिँ वेबसाइटमा जुन मैले स्क्रिनमा तपाईलाई देखाएको पनि छु त्यो लिंकमा तपाईले गएर पनि तपाईले चेक गर्न सक्नुहुनेछ। मैले लिंक चाहिँ तल पनि दिएको छु, हेर्नु होला। डिबी लटरीको स्टाटस चेक गर्ने वेबसाइटको जुन पेज इन्टरफेस यस्तो हुन्छ र जसमा तपाईले मुख्य 4 वटा कुराहरू भर्नुपर्ने हुन्छ र अब पहिला 1 नम्बरमा तपाईले आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्ने हुन्छ, त्यो राख्नु होला र अनि 2 नम्बरमा तपाईले आफ्नो फ्यामिली नेम तपाईको थर के हो आफ्नो थर चाहिँ राख्नु होला अनि तेस्रो नम्बरमा तपाईले आफ्नो जन्ममिति अंग्रेजीमा कति हो त्यो चाहिँ तपाईले राख्नुपर्ने हुन्छ र त्यो राख्नु होला र अन्तमा 4 नम्बरमा चाहिँ तपाईले यो तल दिएको जुन क्याप्चा छ त्यो चाहिँ फिल अप गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँ तपाईले जे क्यारेक्टर देख्नु भएको छ सेम चाहिँ तपाईले बक्समा चाहिँ भर्नु होला र यति भरिसकेपछि तपाईले सबमिट बटनमा चाहिँ प्रेस गर्नु होला र यसरी यति गरिसकेपछि अब तपाईले आफ्नो डिबी को नतिजा प्राप्त गर्न सक्नुहुनेछ र यदि तपाईलाई डिबी परेको छ भने यहाँ मैले स्क्रिनमा देखाएको चाहिँ कंग्रेचुलेसन यु हैव बीन र्यान्डमली सिलेक्टेड फर फर्दर प्रोसेसिङ इन द डिबी प्रोग्राम भनेर तपाईलाई चाहिँ एउटा मेसेज प्राप्त हुनेछ र यदि तपाईको डिबी परेन भने यसरी मैले तल स्क्रिनमा देखाएको चाहिँ हैज नट बीन सिलेक्टेड भनेर एउटा मेसेज तपाईले प्राप्त गर्नुहुनेछ र यदि जसको चाहिँ डिबी परेको छ उसको चाहिँ तल मेसेजको तल चाहिँ तपाईले केस नम्बर कति छ त्यो केस नम्बर पनि तपाईले प्राप्त गर्न सक्नुहुनेछ। मैले तल देखाएको छु, हेर्नु होला। जसको डिबी परेको छ उसको चाहिँ यसरी मेसेज शो हुने गर्दछ र यसरी तपाईले आफैले डिबी को नतिजा सजिलैसँग चेक गर्न सक्नुहुनेछ र यदि तपाईलाई यस सम्बन्धी कुनै समस्या अथवा कन्फ्युजन छ भने हामीलाई मेसेज गर्न सक्नुहुनेछ। हस् त आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि भिडियो मन परे वा अन्य कुनै जानकारीमूलक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल खबर बटुवा सब्स्क्राइब गर्न नभुल्नु होला। हस् त खबर बटुवा हेर्दै गर्नु होला। नमस्कार।